अक्षरमा के हुन्छ भन्दा सबभन्दा पहिला बुझ्नुपर्ने कुरा यदि तपाईले यो नसम्मको अक्षरको घाँटी लामो बनाउनु भयो भने तपाईको अक्षर ठुलो हुन्छ है। अनि यो पछाडिपट्टि लामो बनाउनु भयो भने अक्षर चाहिँ के त ठुलो मोटो हुन्छ है। त्यो भएर हामीले हरेक कुराहरु ठिक त थोरै मात्रै थाल्छ है। अनि यो नसम्मको अक्षरमा लास्ट लाइनबाट सानो घाँटी तानेर सिधा पछाडि गर्नु र यो पछाडि लगेको लाइन माथिको लाइनसँग चाहिँ के हुनु पर्यो प्यारलल हुनु पर्यो अथवा समानान्तर हुनु पर्यो है। सिधा पछाडि जाने र त्यत्रै लाइन तल पनि थपिदिने बराबर हो है। यत्रै लाइन पछाडि थपिदिएपछि यो पछाडिको भागलाई चाहिँ के गर्ने सानो सीले जोड्दिने है। यो सानो सीले जोडिसकेपछि र यो अन्तिमको भागमा चाहिँ यो स्माइलको भाग ल्याएर राखिने। यसबाट अगाडि ठुलो र पछाडि अलिकति सानो है। यो पछाडिको भाग चाहिँ बराबर हुन्छ है। अब यसलाई चाहिँ अगाडिपट्टि पोइन्ट दियो भने म हुन्छ र पुच्छर लगाइदियो भने इ पनि हुन्छ है। बराबर हुनुपर्छ है। पछाडिको भाग चाहिँ बराबर हुनुपर्छ। अगाडि घाँटीभन्दा अगाडि अक्षर जानु है।